आज हामी 18औं दिनमा छौँ। सर हामी आज दिनभरि आज पनि यहाँ भएका गतिविधिहरू एउटा प्रश्न छ होला तपाईहरुलाई त्यो एउटा प्रश्न उठिरहेको होला वार्ता सगराजङ भइरहने फेरि सडक नछोड भनिरहने यो के भनेको होला भन्ने पनि लागिरहेको होला। मलाई लाग्छ तपाईहरु बौद्धिक हुनुहुन्छ, तपाईहरुले यो देश बुझ्नु भएको छ, यो देशको शिक्षा बुझ्नु भएको छ। त्यही भएको कारणले गर्दा फेरि तपाईहरुले यसको उत्तर पनि आफैले पाइसक्नु भएको छ। तपाईहरुले सडक नछोड्ने प्रण पनि गरिसक्नु भएको छ। हामी अर्को नयाँ सम्झौता चाहदैनौँ, हामी विद्यालय शिक्षा यही चाहन्छौँ। आज हाम्रो यो आन्दोलनलाई कतिपय मान्छेले अरियाल भनिरहेका छन्, यो अरियालले जिल्ला भनिरहेका छन्, तर हामी विद्यालय शिक्षा विधेयक चाहने शैक्षिक अभियन्ता हौ। आज तपाईँ हाम्रो दिमागमा आज तपाईँ हामीलाई आक्षेप लगाइरहेका छन्। भर्ना अभियानको बेलामा हाम्रा विद्यार्थीहरूलाई निजी विद्यालयतिर भड्काउन खोजे, निजी विद्यालयको ढोकाहरू खोले भनेर। तर हामीले के भनेका छौँ भने यो विद्यालय शिक्षा विधेयकमा राष्ट्रपतिदेखि लिएर शिक्षक कर्मचारीका सबै छोरछोरीहरू, सांसद र मन्त्रीका छोरछोरीहरू, सार्वजनिक पद धारण गर्ने व्यक्तिका छोरछोरीहरूलाई सार्वजनिक विद्यालयमा पढ्ने अनिवार्य व्यवस्था गर्नुपर्छ भनेर हामीले भनेका छौँ। हामीले भनेका छौँ, तपाईँले एकचोटि फेरि भनिदिनुहोस्। आज हामीले भनिरहेका छन् कि शिक्षक कर्मचारीको मात्रै छोरछोरी सार्वजनिक विद्यालयमा पढ्ने रे। तर हामीले हाम्रा मात्रै होइन, हामी पढाउँछौँ, तिम्रा छोरछोरी पनि पढ्नुपर्छ भनेर हामीले भनेका छौँ। तिमीहरूका छोरछोरी पनि पढ्नुपर्छ। यदि राष्ट्रपतिदेखि लिएर एउटा पिएन कर्मचारीसम्मका छोरछोरीले सार्वजनिक विद्यालयमा पढे भने भोलि तपाईँहरूलाई विद्यार्थी होइन घर सार्वजनिक विद्यालयहरूको ढोका यति खुला हुन्छ कि हामी विद्यार्थी खोजेर जान पर्दैन। विद्यार्थीहरू आफै आउँछन्, हामी लगानी गर भनेर यो आन्दोलन गर्न पर्दैन। आज भोलि राष्ट्रपतिदेखि लिएर तिनका छोरछोरीहरू सार्वजनिक विद्यालयमा पढ्ने हामीले कानुन बनाउन सक्यौँ भने बजेट त कति आउँछ सार्वजनिक विद्यालयमा, सार्वजनिक विद्यालयको गुणस्तर कति सुध्रिन्छ भन्ने कुरो हामीलाई थाहा छ। त्यही भएको कारणले गर्दा फेरि आज हाम्रा अगाडि राम्रा कुरा गर्छन्, तर ती बिचौलियाहरू, ती माफियाहरू यो विद्यालय शिक्षा विधेयक अझै पनि रोक्न चाहन्छन्, अझै पनि छेक्न चाहन्छन्। त्यही भएको कारणले गर्दा फेरि हामी 1 मिनट मात्रै आघात चिविक्क गऱ्यौँ भने पनि उनीहरूले कुनै न कुनै चाहिँ पखेडा निकालेर संसदीय अघि नै हाम्रो अध्यक्षले भनिसक्नुभयो, सम्मानीय प्रधानमन्त्रीज्यूले चाहिँ के अरे उपसमितिले के भन्छ, उपसमितिले के भन्छ, संसदीय प्रक्रियाले के भन्छ, अनि सभामुखले पनि संसदीय प्रक्रियाले के भन्छ भनेर हामीलाई जवाब दिएको भनेर भनिरहनु भएको छ। तपाईँहरू एउटा प्रश्न तपाईँहरूले बुझ्नु होला, एउटा प्रधान न्यायाधीशलाई, सर्वोच्च अदालतको प्रधान न्यायाधीशलाई के अरे प्रधानमन्त्री बनाउन मिल्ने, प्रधानमन्त्री बनाउने नेपालका राजनीतिक दलहरू आज चाहिँ संसदको प्रक्रिया हामीले सोध्न मिल्छ? राजनीतिक प्रक्रियाबाट के गरेका छैनन्? अध्यादेश किन ल्याए? कुन संसदीय प्रक्रियाहरू बढेर एउटा अध्यादेश ल्याए? अनि हामीले फेरि अर्को हाम्रो चाहिँ वार्ता टोली र संवाद टोलीलाई उहाँले भन्नुहुन्छ पैसा छैन रे, पैसा छैन रे, शिक्षकलाई मात्रै पैसा नहुने हो। यो देशका प्रधानमन्त्रीज्यूहरू, यो देशका सांसदज्यूहरू, तपाईँहरूको सेवा सुविधा बढाउनलाई पैसा कहाँबाट आउँछ? तपाईँहरू विदेश भ्रमणमा जानको लागि, तपाईँहरूका छोराछोरीहरूले महँगा स्कुलहरू पढ्नको लागि पैसा कहाँबाट आउँछ? अनि पूर्व विशिष्टहरूलाई सेवा र सुविधा दिनको लागि, पैसा कहाँबाट आउँछ? त्यही भएको कारणले गर्दा फेरि अब हामी झुक्ने छैनौँ। अब हामीले फेरि भनेका छौँ, हामीले उपसमितिका आदरणीय मान्यज्यूहरूलाई पनि भनेका छौँ, मान्य समितिका मान्यज्यूहरूलाई पनि भनेका छौँ, विषयगत समितिका सभापतिहरूलाई पनि भनेका छौँ, यो लाखौं लाख शिक्षकहरूको यो सागरलाई अपमान हुने गरेर विद्यालय शिक्षा विधेयक
एक थान विद्यालय शिक्षा विधेयक फेरि जारी गर्न खोज्यो भने त्यो पनि हामीलाई मान्ने हुने छैन। आज 18औं दिनसम्म आइपुग्दा यसपछि पनि हाम्रो हाम्रो टिम नेपालद्वारा प्रस्तुतिका लागि हरिप्रसाद घिमिरे सरलाई पिउने हार्दिक पानी अनुरोध गर्दछु। वितरण गरिराख्नु भएको छ। हरिप्रसाद घिमिरे सन्दर्भमा अब हामीले त्यहाँबाट सरकारलाई तानेर अलिक पर ल्याउने काममा सफलता प्राप्त गरेका छौँ र अब पनि अहिले पनि विभिन्न शिक्षाविदहरूका नाममा थुप्रै बिचौलियाहरू यो हाम्रा मानिसहरूलाई विनियोजन गर्नका लागि अहिलेसम्मलाई अन्तिम बोल्नका लागि शिक्षा जारी गराउने काममा हामीले देउडा प्रस्तुत गर्नुहुँदै भयो त होला
काठमाडौँमा हन्डा हन्डा फाटी गया जुत्ता हजुर फाटी गया जुत्ता